हाम्रो साथीले चाहिँ एउटा खतरा र्याप गाउन गइरहेको छ यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला नत्र भने म चाहिँ आँखा फुट्ने छ सुरुमा हैन अन्तिममा गाउँछु फेरि अन्तिममा हेर्दिनु होला है यो र्याप चाहिँ अन्तिमसम्म सुनिदिनु होला ल सुरु भयो हाम्रो यहाँबाट है के रोग लाग्यो मनैमा हत्तेरी सबैको माया पाको यो र्याप हो कि के कथा कविता जस्तो छ त यार कोही छैन साथमा अब धेरै दुःख पाको बत्ती पनि छ हातमा टर्च उज्यालो गर्ने रातमा खेतो खुकुरी हातमा जर काट्न गएको अनि ओखर झार्ने आजभोलिको टाइममा चाहिँ होइन बर्खाको टाइममा ओखर झार्ने आम्बाको दुःखमा मैले सुख ल्याउने ओखर झारेर गान्जाखुरी खाउने दुईवटा ओखर गोजामा अट्दैनन् त्यही भएर एउटा झोला सिलाउने 10 नम्बरको बोराको के र्याप हो कि के कथा कविता जस्तो हो यार दर्शकहरूलाई पनि टेन्सन दिने जस्तो यार तेरो बडी सँगै छ त केरा हो कान्छोको त आइस बङ्गालको खाडीमा मै जस्तो तोक पाउन लेखा रहेछ खाडीमा म भन्दा बढी चलाइस तैँले आज गाडीमा अनि म भने हात्ती साप चप्पल लाएर साइकलमा त भने कान्छो गाडी त भने ट्र्याक्टरको पछाडिको त्यो टायरमा भन्दा पनि त्यो फायरमा कान्छो केटो आइसकेको बङ्गलादेशको खाडीमा अनि त्यहाँ चाहिँ एउटा झारी रहेछ त्यो स्याउला सोर्ने कोही छ त जस्तो घटिया कोही छ त जस्तो घमण्डी बुझेर कुरा गर्दाहरूबाट केही कुराहरू सिक 2-4 वटा कुराहरू त्यही भएर यहाँ धुन सिधै गर्छ हजारौं गीत मेरो भिडियो हेर्नु पर्दैन भन्न त मिल्दैन तपाईहरु लाइक नगरेर जानुभयो भने गाली पाउनुहुन्छ लास्टै गालीको गाली अब यहाँ अर्को के छ दुनियाँको कुरा मलाई बाल छैन सानी आफ्नै सोच मेरो आफ्नै काम भने जस्तै आज भोलि फेरि भाडा माग्ने काम भोलि घोरो ल्याइन आन्छु एउटा बल्ल ल्याएर आउँछु जोत्ने बल्ल एउटा हलारी सहित एउटा हलो पनि ल्याएर आउँछु तपाईहरुको साथमा म हाम्रो आका कस्तो राम्रो आका त्यही हो गाइजहरु अनि चाहिँ र्याप जस्तो न अब कथा कविता जस्तो रहेछ हैन हामीले चाहिँ अब के गर्नुपर्छ भने कि अनि यो भन्दा तिमीलाई के चाहियो पार्वती लेख्ने कुरा चाहिँ अलिकति स्पष्ट नलेखेको कारणले यहाँ र्याप चाहिँ बिग्रिनको साथीहरु यसको कारण हामी चाहिँ माफ माग्न चाहन्छौँ तपाईहरुको माझमा नमस्कार हजुर त्यसको लागि नमस्कार गर्न चाहन्छु कि म हैन अहिले चाहिँ उ छैन के फेरि यस्तो अलि मिल्या छ नि त्यही भएर है साथीहरु त्यस्तो उसमा गर्नु होला यस्तो टेन्सन छ के हैन यता मिलेको छैन त्यही भएर अलि बिजोग तपाईहरुको यहाँ यस्तो हो के फेरि लेख्न चाहिँ हामीले मिस्टेक गरेनौ खासमा यहाँ पेन चाहिँ 10 रुपैयाँको त्यो पाइलट पेन परिछ रे खत्तमले गर्दाखेरि छोरी तपाईको मोसी त खुट्टामा पुगे भन्नुहुन्छ देखाउन चाहन्छु साथीहरु हैन राम्रो भिडियो अलि खतरा आउँछ यो चाहिँ रमाइलो मात्र हो के साथीहरुसँग रमाइलो हो के यो रमाइलो त गर्न मिल्छ नि हामीले पनि पार्ट 2 मा चाहिँ र्याप नयाँ र्यापहरु दिनका दिन आउँदैछन् हाम्राहरु चाहिने यताउति सपोर्ट गरिदिनु पर्यो तपाईहरु ठुलठुला सेलिब्रिटीलाई गरेर तपाईले केही पाउनुहुन्न के गरिसिलो होला है अब म चाहिँ के ठकुरी सकुरी भाषा सब आउँछ हैन यताउति आउँछ हामीलाई आज भोलि यतातिर डोलपाली भाषा पनि आउँछ तपाईहरुको अब त्यो भ्यागुताको भाषा पनि आउँछ अस्ति माछाले दुईटा गीत पनि गाछन् भन्ने कुराहरु जानकारी आइरहेको थियो अस्ति तल हैन खेततरातिर खेततरा भन्ने यहाँको तपाईको यहाँको भाइरल ठाउँ हो खेततरा भन्ने तपाईको यार पुरै तपाईले अब नुन किन्न जाउला खेततरातिर भन्ने चाहिँ गाना सुन्नु होला हैन अब त्यो सुन्न सक्नु होला तपाईहरुले त्यही हो रे भ्यागुतामाले गाएको हैन अब गाठासम्मको बुड आइरा छ रे बजारमा त्यो पनि किन्ने मन छ अब त बर्खा लागिसक्यो तपाईको यहाँ त पानी परिरा छ है बिजोग छ तपाईहरुको जुगा लाग्छ यस्तो हुन्छ हिलो टेकिन्छ बाटोमा 3वटा चराहरुले तर्सान्छन् राति बेला टर्च चाहिन्छ हामीलाई टर्च यसरी बाल्ने टर्च हामीलाई एउटा रबर चाहिन्छ गुलेली भन्छ गाउँघरमा त्यो गुलेली चाहिन्छ हामीलाई चाहिँ हामीलाई बिजोग छ एउटा टोपी चाहिन्छ हामीलाई मास्क चाहिन्छ चस्मा चाहिन्छ हैन अब यताउति हिँड्दाखेरि अब च्याट्टे भएर हिँड्नु पर्यो अब हिलो सिलो लाग्छ यार अब बाटोमा फेरि भ्याउता उर्सिन्छन् के त्यो कारणले गर्दाखेरि हिलो उछेर्न त्यही भएर त्यो चाहिँ अब दाँत माझ्नको लागि हामीलाई चाहिँ एउटा के भन्छ नै त्यो बाँझो दाउरो चाहिन्छ दाँत घोट्नको लागि आजभोलि त हल्का सेता भएको छ नि देख्न सक्नुहुन्छ तपाईहरुले अनि चाहिँ नि हरेरी मोबाइलले खसिसक्यो भन्नुहुन्छ गाइस अति गाह्रो छ हो गाह्रो छ फुट्यो कि फुटेन कतै यही छ गाइजहरु डायरी चाहिँ तपाईहरुले यो हामी चाहिँ अंग्रेजी नपढ्या मान्छे के अंग्रेजी बुझ्दा तपाईहरुले बुझ्न सक्नु होला हैन आफै
यही डायरीमा हामीले ऱ्याबहरू दिनका दिन हाल्ने नयाँ नयाँ पोस्टहरू गरेर राख्ने ऱ्याबहरू चाहिँ हाम्रो आइराख्छन् होइन प्रयास हो त्यसैले यहाँ अङ्ग्रेजी पढ्नुहोस् म त केही आउँदैन यो उल्टो कि सुल्टो त्यो पनि थाहा छैन मलाई त यस्तै छ गाइजहरू हामी चाहिँ हिमाल छ अर्को भ्लगमा भेटौँला है त साथीहरू ल बाई बाई ल बाई बाई गरिदेऊ बाई बाई बाई